बोलिए मनकामेश्वर भगवान की कहीं धूप जगाउने जग्गा बनाइदिनु होला भन्ने जानकारी चलाउँछु। बोलिए मनकामेश्वर भगवान की बदाम र तिल हो। हजुर बदाम र तिल अचारको लागि। बदाम र तिल यो चाहिँ के को लागि? अचारको लागि। अचारको लागि। तपाईँले चाहिँ अचारकै लागि। अचारको सानै अन्त यसलाई के बनाएको भाइ? अचारको लागि अन्त भाइहरू पुरा हेल्प गर्यो। हजुर खन्नी चारेको खै त हेर्नुहोस् खै हेर्नुहोस् न रोमन तर्यो एकदमै पूजा हाम्रो एकदमै सुचारू रूपले चलिरहेको छ हो हुँदैछ पूजा अर्चना सम्पूर्ण यो च्यानल हेरेर बस्नुभएका हाम्रा महानुभावलाई एकदमै राधे राधे। हजुरहरूलाई आजको यस पावन सु अवसरमा भगवान्ले आशीर्वाद प्रदान गरोस् र आज हामी सौरिनीको यो मनोकामेश्वर शिवालय धाममा हामी विगत 7 दिनदेखि चाहिँ लगातार हामी यो महापुराण यज्ञ सम्पन्न गर्नमा हामी सक्षम बनिरहेछौँ भगवान्को आशीर्वादले। अनि यहाँ हाम्रा सबै कार्यकर्ताहरू पनि एकदमै मस्त एकदमै उहाँ उत्साहको साथमा उहाँहरूले खटिरहेका छन्। हामी विगत वर्षहरूमा पनि यसरी नै उत्साह जोस उमङ्गको साथमा हामीले यो पुराण सम्पन्न गरेको थियौँ र आजको यस पावन अवसरमा हजुर सम्पूर्णलाई भगवान्ले आशीर्वाद प्रदान गर्नु भने हामी सम्पूर्ण भक्तजनबाट हजुरहरूलाई शुभेच्छा शुभकामना गर्दछु। धन्यवाद। सबैलाई एकदम तथास्थ होस् भगवान् मनोकामना महापुराण एउटा सबैलाई एउटा सबैको आज जुन चाहिँ इच्छा आकाङ्क्षा लिएर एउटा प्रार्थना गरियो पूजामा मन्दिरमा सबैको मनोकामना पुरा गरिदियोस् भगवान् भोलेनाथले। अनि हजुरहरू सबैको एउटा सुस्वास्थ्य रहोस् भन्ने हामी सम्पूर्ण
कमिटी आयोजक समितिबाट सबैलाई हामीले एउटा धन्यवाद ज्ञापन गर्दै आजको 7औं दिन पनि अति राम्रो भएर जानेछ भन्ने भोलि एउटा समापन पनि त्यस्तै प्रकारको एउटा विराट रूपले नै एउटा भएर जानेछ र सबै भक्तजनहरूलाई हामी सम्पूर्ण समष्टिवासी पक्षबाट सबैलाई हामी धन्यवाद राधे राधे भन्न चाहन्छौँ। सम्पूर्णलाई राधे राधे भन्दै म विशेष गरी के भन्न चाहन्छु भने हामी एकदमै खुसी छौँ। हामी जति पनि सौरेनी समष्टिमा जति मिरिकमा जोडिनु भएको छ सम्पूर्ण खुसी छौँ। किनभने चाहिँ हाम्रो आदरणीय दाजु है सभासद दाजुले चाहिँ मुन्ना अरुण सिन्जी दाजुले चाहिँ हामीले उहाँ राधिकाजीलाई भेट्नु सायदै पाउँथौँ होला, तर हाम्रो अभाग्य उहाँलाई चाहिँ हामीले यही सौरेनीमै नै हामीले भेट्ने मौका पायौँ अनि उहाँको प्रवचन सुन्ने मौका पनि पायौँ। त्यसैले हाम्रो सम्पूर्ण टिमले नै हाम्रो आदरणीय दाजुलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। धन्यवाद। यो पालि दुखेको कहिले दुख्थेन मेरो त यस्तो पोल्छ यो घोडा दुख्थेन मेरो नानीको बित्तिनै दुख्थ्यो हराइहाल्थ्यो राधे राधे के भन्दैछ? जिलेबी हो जिलेबी बन्दैछ। अरू अरू के हुन्छ जिलेबी हुन्छ जति बेला बनाउँछु उति बेला उठानु कालो निकालिदिनु सेवा ओ कोदन्दा म त हिजो
क्यामेरासँग लाला नि फेरि कहाँ त्यो यो अहिलेकोले त हालत खराब भयो नि तपाईँलाई धन्यवाद है धेरै धेरै हाम्रो समाजको ल हेपी शिवरात्रि सकल ल्याउनु गएको ल है हेपी शिवरात्रि स्कुटीहरू है सबै हटाउनु लगा राधे 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 श्याम सबैजनालाई उता उता लाइन छिटो छिटो स्वागत घुमेर आइदिनु